सुजित निशान राणा के गर्नेछन् सुजितको प्रहार सुजित बुढाथोकी र सेभ गरेका छन् निशान यो पहिलो प्रहार नै सेभ गरेका छन् हो अग्रतामा अब अग्रतामा यति बेला युनाइटेड युथ क्लब गिरुबारी दर्शकवृन्दलाई हामी स्वागत गरिरहेका छौं सम्पूर्ण दर्शकवृन्दहरू तेस्रो YYJPYC कपमा सहभागी भइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आजका मुख्य रेफ्री रुपेन गुरुङज्यूलाई बल हस्तान्तरण गरिदिनुको लागि क्लबका अध्यक्ष सुन्दर राणाज्यू र आजका कार्यक्रमका प्रमुख अतिथि छापाकोट नगरपालिका प्रमुख देवबहादुर खाड सोरज्यू अतिथिगण र खेल संयोजक अनिल साईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पहिलो सेमिफाइनल खेलको लागि आजका मुख्य रेफ्री रुपेन गुरुङज्यूलाई बल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। अब हामी आजको पहिलो सेमिफाइनल खेल तपाईहरु बीच सञ्चालन गर्दैछौं। अब हामी YYJPYC कप 2082 को पहिलो सेमिफाइनल खेल सञ्चालन गर्दैछौं जसमा मुख्य रेफ्रीमा हुनुहुन्छ रुपेन गुरुङ, एसिस्टेन्ट रेफ्रीमा हुनुहुन्छ बबी चन्त्याल र सागर साई ठकुरी भने फोर्थ अफिसियलमा हुनुहुन्छ प्रकाश नवान। म तपाईहरु बीच दुवै टिमका खेलाडी मित्रहरूको नाम उद्घोष गर्न गइरहेको छु। युनाइटेड युथ क्लब गिरुबारी वर्सेस अभिषेक चर्च रजर। अब दुवै टिमका खेलाडी मित्रहरूको नामावली इस प्रकार रहेको छ। सेतो जर्सीमा युनाइटेड युथ क्लब गिरुबारी भने रातो जर्सीमा अभिषेक चर्च रजर। पहिलो सेमिफाइनल खेल आजको विजेता टिमले JPYC कप 2082 को फाइनलको टिकट काट्नेछ। कार्तिक 3 गते फिनालीको दिन
नगद रु 3,50,000 र 2 लाखको लागि खेल्नेछ भने उपविजेता टिम आजको सेमी फाइनलिस्ट टोली 25,000 पुरस्कार लिएर चित्त बुझाउनु पर्ने हुन्छ। युनाइटेड युथ क्लब गिरुबारी डिफेन्डिङ च्याम्पियन 2081 भने अभिषेक चर्च रजर ए डिभिजन टिम हिमालयन शेर्पालाई पछि पार्दै यो सेमी फाइनल यात्रा तय गरेको थियो। नमस्कार। फुटबल खेल मैदान निर्माणको अभियान रामपुरको गौरवमा तपाईको योगदान। रामपुर रङ्गशाला हाम्रै पालामा द बिगेस्ट फुटबल टुर्नामेन्ट इन रामपुर। यो पूर्वी पाल्पाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता वाइवाई तेस्रो ज्योतिपुञ्ज कपको आज पहिलो सेमिफाइनल खेलेर उपस्थित भइसकेका छौँ। आजको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन टोली युनाइटेड युथ क्लब गिरुबारी अभिषेक चज्रचरसँग खेल्दैछ। यी दुवै टोली यो प्रतियोगितामा युनाइटेड युथ क्लब गिरुबारी अघिल्लो संस्करणको विजेता हो। अभिषेक चज्रचर भने यो प्रतियोगितामा मात्रै सहभागिता जनाइरहेको छ, यस संस्करणमा मात्रै सहभागिता जनाइरहेको छ। अभिषेक चज्रचर च्यालेन्जर टोली च्याम्पियन टोलीसँग खेल्दैछ। सुखलाल तामाङ जर्सी नम्बर 13 टिम क्याप्टेन, सुशील यादव जर्सी नम्बर 3, अनिस परियार जर्सी नम्बर 4, विक्रम लामा जर्सी नम्बर 16, रेड कलरको जर्सीमा जर्सी नम्बर 17 अभिषेक चज्रचर रहेको छ भने जर्सी नम्बर 9 व्हाइट कलरको जर्सीमा युनाइटेड युथ क्लब गिरुबारी खेलिरहेछ। र अब दुवै टोली यो टिम डिस्कसनमा सबिन श्रेष्ठ र तपाईँलाई हामी गोल नेपालको अफिसियल युट्युब च्यानल र फेसबुक पेज मार्फत जर्सी नम्बर 7 प्रत्यक्ष जोडिराखेका छौँ। तपाईँहरू पनि कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला अनि यो भिडियोलाई सेयर गरेर पनि साथ दिनुहोला। आज यो प्रतियोगितामा दर्शकहरूले सर्वाधिक रुचाएको र आशा गरेको खेलाडी युनाइटेड युथ एरोन थापा छोटे खेलिरहेका छन्। रहेको छ। एरोन थापा छोटे अभिषेक चज्रचर विरुद्ध यम प्रसाद बुढा मगर टिम क्याप्टेन जर्सी नम्बर 9, निशान राणा जर्सी नम्बर 26, गोलकिपर अनिल राणा मगर जर्सी नम्बर 7, एरोन थापा जर्सी नम्बर 10, सजिन थापा जर्सी नम्बर र म्युजिक बज्दा भने हामी म्युट गर्न बाध्य हुन्छौँ, त्यो कपिराइट इस्युका कारण। त्यसकारण तपाईँहरूले त्यो बुझिदिनुहुन्छ भने पनि हामी रविन्द्र श्रेष्ठ जर्सी नम्बर 5, विश्वास गर्दछौँ। कपिराइट इस्युका कारण तपाईँहरूलाई हामी म्युजिकमा भने जर्सी नम्बर 12, सुमित मल्ल जर्सी नम्बर 3, देखाउन सुनाउन सक्दैनौँ, त्यसका लागि क्षमा प्रार्थी छौँ। र खेल सुरु भइसकेको छ। म्याक्स ठकुरी भने टिम कोचमा हुनुहुन्छ सचिन मल्ल ठकुरी र टिम म्यानेजरमा हुनुहुन्छ प्रिन्स मल्ल ठकुरी। सुमित एरोन त्यहाँ निर्मल बल रहेका छन्। सजिन अनुभवी मिडफिल्ड च्यासल युथ क्लब बाट शहीद स्मारक ए डिभिजन लिग पास खेलिदिए। जेबिन लामिछाने त्यहाँ बल कन्ट्रोल गर्न सकेनन्। या थ्रोइङको अवसर अभिषेक चज्रचर यो प्रतियोगिताको कमब्याक किङ टिम रहेको छ, कमब्याक हिरो। हरेक खेलमा पहिलो खेलमा 2080 को पहिलो संस्करणको विजेता टोली युथ युनियन तानसेन पाल्पासँग 1-0 ले पछि रहेको अवस्थामा 2-1 ले जित निकाल्न सफल भएको थियो।
2-3 को जित निकाल्न सफल भएको थियो। सेमिफाइनलको यात्रा तय गरेको थियो अभिषेक चजरजहर। यो कमब्याक जित निकाल्दै सेमिफाइनलसम्म प्रवेश गरिसकेको छ। आज के हुनेछ अभिषेक चजरजहर अनिल को बन्नेछ पहिलो फाइनल प्रवेश गर्ने टोली। युनाइटेड युथ क्लब गिरुबारी दोस्रो वर्ष पनि फाइनल प्रवेश गर्नेछ। उपाधि जित्नेछ या पहिलो सहभागितामा नै अभिषेक चजरजहर फाइनल प्रवेश गर्नेछ। अभिषेक चजरजहरले यो खेल जित्नेछन् भने त यो प्रतियोगिताकै तालिकाका खेल प्रेमी मेयर रमन बहादुर थापा, यसै गरी उपमेयर बालकुमारी थापा लगायत रामपुर नगरपालिकाका अभिषेक चजरजहरले भने सन्तबहादुर गुरुङ कान्छा एक परिवर्तन गरेको छ। सन्तबहादुर कान्छालाई यहाँ लक्ष्युका लागि लक्ष्यु थापा यहाँ अवसर रहन सक्छ। लक्ष्युको कटब्याक एरोन थापा छोटे यहाँ खेलमा अग्रता बनाएका छन्। एरोन हो लक्ष्यु थापाको कटब्याक। एरोन कुनै गल्ती गरेनन्। एरोन यस प्रतियोगितामा यो ज्योतिपुञ्ज खेल मैदान यो किसनबारीमा पनि आफ्नो परिचय दिँदै हो। एरोन यो रिप्लेमा पनि हामी हेर्न सक्छौँ। समर्थकहरूसँग खुसी सार्दै एरोन फुटबल फ्यामिलीबाट बिलोङ गर्छन्। उनी बदरफ डोना थापा 1-0 अग्रतामा यति बेला एरोनको गोल मार्फत। यो पहिलो हाफको 13 मिनेटमा एरोन थापा मोफसलको प्रतियोगिताहरूमा छाइरहेका छन्। नेपालको उमेर समूहको अन्डर 23 टोलीका राष्ट्रिय खेलाडी समेत हुन् उनका दाजु डोना थापा। र पछिल्लो समय त हामी उहाँको खेल देख्न पाइरहेका छैनौँ। उहाँको भ्लगहरू हामी देख्न पाउँछौँ र पक्कै पनि एलन थापाका ब्रदर्स एलन इन्डियन आर्मीमा कार्यरत हुनुहुन्छ र इन्डियन आर्मीको टिमबाट फुटबल खेल्ने गर्नुहुन्छ। र एलन अब हामी अबको सिजनमा आई लिगमा खेल्नेछन्। एरोन यो प्रतियोगिता खेलिरहेका छन्। एरोन यो प्रतियोगितामा छाइरहेका छन्। जहाँ जान्छन् एरोनको चर्चा त्यहीँ रहेको छ। गोल पनि गरेका छन् यस खेलमा त। सुरुवाती गोलको डेडलक तोडेका छन्। निर्मल बल अघि बढाउँदै निर्मल त्यहाँ एरोनको लागि खेलिदिएका छन्। लक्ष्यु थापा लक्ष्युको थ्रुपासे एरोनको लङ रेन्जर सोझै गोल रक्षक तोपबहादुर राणाको हातमा। जब एरोनले बल प्राप्त गर्नेछन् तब दर्शकको ढुकढुकी धड्कन बढ्नेछ। पक्कै पनि एरोनमय बनिरहेको छ यो खेल मैदान, यो किसनबारी, यो रामपुर। अभिषेक चजरजहर कमब्याक हिरो टिम कमब्याक गर्न यो 2 अघि बढेर क्लियरेन्स गरिदिए। सङ्कटा क्लबबाट 37 स्मारक ए डिभिजन लिग खेल्ने गर्छन् उनी। रूपन्देहीका हुन्। यो नवलपुर डार्बी, नवलपुरमा आफूलाई नम्बर 1 बनाउनका लागि को हुनेछन् त आज? कसले जित्नेछ यो खेल? प्रेमबहादुर बुढा कप्तान सम्हालिरहेका छन्। जेबिन आकाश रविन्द्र श्रेष्ठ जेबिन बिल्डअप प्ले र बल पोजिसन आफ्नो पक्षमा राखिरहेको छ। इरायु नेसनल हस्पिटल श्यामाखुसी काठमाडौँ हिमाल राणा यस प्रतियोगिताको मेडिकल पार्टनर समेत रहेको छ।
यसै गरी दीर्घायु मेडिकल डिस्ट्रिब्युटर प्रोपाइटर राजु प्रसाद श्रेष्ठबाट 55,000, पोखरा होटलबाट 50,000, अन्ना बियरबाट 50,000, कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर कर्मचारी परिवारबाट 40,000, एरोनको थ्रु पास अनिल राणा मगर, अनिल तर विक्रम त्यहाँ ब्लक गर्न सफल। सुमित मल्ल, निशान राणा त्यहाँ अघि खेलिदिएका छन्। सुशील यादव हो, अनिलको यहाँ थ्रु पास, कप्तान एम प्रसाद बुढा मगर, एम प्रसाद त्यो फाइनल टच भने लिन सकेनन्, फिनिसिङमा चुकेका त्यो जेबिन लामिछाने। निशान, आकाश थापा मगर, विक्रम, दुवै टोली 4-3-3 को अफिसियलमा मुख्य रेफ्रीमा रूपेन गुरुङ रहनु भएको छ भने असिस्टेन्ट रेफ्रीहरूमा बबी छन्त्याल र सागर साई ठकुरी रहनु भएको छ र फोर्थ अफिसियलमा प्रकाश नवाङ, म्याच कमिसनर अनिल साई ठकुरी। रामपुर यो ज्योतिपुञ्ज कप संस्थापक अध्यक्ष, यो रामपुर यो ज्योतिपुञ्ज कपका मेरुदण्ड सुदीप गौतमज्यूलाई पनि हामी सम्झन चाहन्छौँ। यो रामपुरमा यो ज्योतिपुञ्ज कप गर्नुपर्छ, यो प्रतियोगिता आयोजना गर्नुपर्छ भनेर यो प्रतियोगिता उहाँ निवर्तमान अध्यक्ष रहँदा यो प्रतियोगिताको सुरुवात गरिएको थियो, आयोजना गरिएको थियो र आज यो तेस्रो संस्करण आइपुग्दा यो प्रतियोगिता यो रामपुर रङ्गशाला निर्माणमा जुटेको छ। सुदीप गौतमलाई पनि हामी सम्झन चाहन्छौँ, आर्थिक संयोजक समेत रहनु भएको छ। निशान त क्लियरेन्स गरिदिएका छन्, निशान सजिलै आफ्नो सेफ ह्यान्डमा राखेका छन् र अभिषेक चन्द्रहजार भने यो प्रतियोगिताकै कमब्याक गर्ने टोली रहेको छ। हरेक खेलमा कमब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको छ र आज के गर्नेछ। ज्योतिपुञ्ज युथ क्लब अध्यक्ष सुन्दर राणा लगायत सम्पूर्ण टिम मेम्बरलाई हामी विशेष धन्यवाद दिन चाहन्छु। यो तेस्रो संस्करण अझ विशेष बनाउनका लागि दर्शकहरूलाई यो टिकट काटेर खेल मैदान प्रवेश गराएर ए डिभिजन टोलीको समेत सहभागिता गराएको छ। यो तेस्रो संस्करणमा अनिल निशान जेबिन लामिछाने, जेबिनको 20 पास यहाँ सन्त बहादुर गुरुङ कान्छा बाहिर प्रहार गरे, निकै राम्रो अवसर खेर फालेको छ सन्त बहादुर गुरुङ कान्छा। यो ब्याकलाइनमा केही मिसकम्युनिकेट निशान सुशील यादव अनुभवी खेलाडी मध्येका एक, युनाइटेड युथ क्लब गिरुबारी र आज कमब्याक गर्नेछ या गर्ने छैन। अभिषेक चन्द्रहजार यो दोस्रो हाफमा के गर्नेछ, पहिलो हाफको अन्त्यतिर आइसकेका छौँ। र तपाईँलाई हामी 1080p क्वालिटीमा लाइभ स्ट्रिम गरिरहेका छौँ र 13 मिनटमा एरोन थापा छोटेको गोल मार्फत अग्रता बनाएको थियो। र तपाईँ गोल नेपालको युट्युब च्यानल गोल नेपालबाट पनि हेर्न सक्नुहुनेछ।
र युट्युबमा पनि हामीलाई 1K क्रस गरिसकेका छौँ र फेसबुकमा पनि हामीलाई धेरै दर्शकहरूले साथ दिइरहनु भएको छ र शुभेच्छा तामाङ गोल चाहियो सुजित दाई भन्दै हुनुहुन्छ र युनाइटेड युथ क्लब सेतो जर्सीमा खेलिरहेको छ सुदाम मगरज्यू अर्जुन राणा मगर राम लक्ष्ु तनहुको सान रहेको छ भन्दै हुनुहुन्छ राम र लक्ष्ु ट्विन्स ब्रदर्स दुवै राष्ट्रिय टिमबाट खेलेका थिए उमेरसम्मको राष्ट्रिय टिमबाट र यो 44 मिनेट 40 मिनेटको निर्धारित समय र 4 मिनेटको इन्जुरी समयको खेल सकिएको छ दोस्रो हाफको खेल लिएर केही बेरमा उपस्थित हुने नै छौँ दोस्रो हाफको खेलमा अभिषेक चन्द्रझर खेलमा फर्कनेछ युनाइटेड युथ क्लब गिरुबारी अग्रता बढाउनेछ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला मन्तव्यलाई जोड्न गइरहेका छौँ आजका प्रमुख अतिथि साफाकोट नगरपालिका प्रमुख देवबहादुर खारज्यूलाई अगाडि बढाउन जेपीवाईसी कपमा निरन्तर टिम कोच टिम म्यानेजर र खेलाडीलाई संयोजन गर्ने काम गर्नुहुने केशव श्रेष्ठज्यूलाई पनि हामी सम्झिन चाहन्छौँ उहाँहरूको योगदान जसको कारण हामी तेस्रो संस्करण वाइवाई तेस्रो जेपीवाईसी कपमा छौँ हामी उहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ आयोजक परिवार र रामपुर परिवार वाइवाई तेस्रो जेपीवाईसी कपको पहिलो सेमिफाइनल अबको केही छिनमा सेकेन्ड हाफ सुरु हुँदैछ अहिलेसम्मको ताजा अपडेट युनाइटेड युथ क्लब गिरुबारी 1 अभिषेक चन्द्रझर 0 भोलि वाइवाई तेस्रो जेपीवाईसी कपको 8औं दिन दोस्रो सेमिफाइनल ज्योतिपुञ्ज युवा क्लब रामपुर भर्सेस देवता बोइज रूपन्देही ठीक 3 बजे र फेरि पनि स्वागत गर्न चाहन्छौँ दोस्रो हाफको खेल लिएर उपस्थित भइसकेका छौँ दोस्रो हाफमा के खेलमा फर्किएला अभिषेक चन्द्रझर या युनाइटेड युथ क्लब गिरुबारी फाइनल प्रवेश गर्नेछ लगातार 2 संस्करण के गर्नेछ आज च्याम्पियन भर्सेस च्यालेन्जर यो नवलपुर डार्बी च्याम्पियन गिरुबारी च्यालेन्जर अभिषेक चन्द्रझर नवलपरासी र आज हामीलाई युट्युबमा पनि धेरै समर्थकहरू हेरेर साथ दिइरहनु भएको छ कुदै बाहिरिएको छ कर्नर किक विवश नेपाली त्यहाँ कर्नर किक प्रहार गर्दैछन् विवश हो यहाँ जेबिन लामिछाने जमिरहेका छन् सेन्टर ब्याकमा जेबिन र सुमित मल्लको जोडी त्यो बाधक बनिरहेका छन् हरेक मुभहरूलाई विफल तुलाइरहेका छन्
सुजित र आकाश त्यहाँ फल गर्न पुगे। सेट पिचको अवसर कसले लिनेछ? त्यो फ्री किक यो बराबरी गोलको खोजीमा रहनेछ पक्कै पनि अभिषेक चजरजहर। फ्री किक सुजित बुढाथोकी अभिषेक चर्चको लागि 3 मैन वाल सेटअप गरेका छन्। सुजितको फ्री किक यसपटक पनि जेबिन बाधक बनेका छन्। एरोनको थ्रु पास यहाँ लक्ष्य थापा मगर यो काउन्टर मुभमा अब लक्ष्य। र तपाईँलाई यो खेल कस्तो लागिरहेको छ? ज्योतिपुञ्ज युथ क्लब यो आयोजक यो पछिल्लो समय ज्योतिपुञ्ज कप खेल्नका लागि टिमहरू र खेलाडीहरू पनि उत्साहित हुने गर्छन्। कहिले हुन्छ ज्योतिपुञ्ज कप भन्दै कुरेर बस्ने गर्छन् पक्कै पनि। ज्योतिपुञ्ज यो सर्ट प्रति सन्तुष्ट छैनन्। निशान सुमित मल्ल सजिन निशान राणा निशानको यो गोल किक सुशील सुमित मल्ल विक्रम त्यहाँ फ्री किक लिँदै विक्रमको फ्री किक यो डेलिभर निशान त्यहाँ सजिलै समाइदिएका छन्। अनिल खड्का ज्योतिपुञ्ज कप निशान दोस्रो हाफमा केही सुस्त आएको छ युनाइटेड युथ क्लब गिरुबारी। आकाश सुशील थ्रोइङका लागि अनिल पुनः सुशीलका लागि खेलिदिएका छन्। सुशीलको क्रस या सुजित बुढाथोकी यो डायगोनल स्विच सुजितको हेडर र यो निर्धारित समयको खेल सकिएको छ। यो सेमिफाइनल खेलमा पनि कमब्याक गर्न सफल भएको छ। अब पेनाल्टी सुटआउट अब भाग्य र गोल रक्षक मा अब फाइनलको यात्रा भाग्य निर्धारण हुनेछ। हामी टाई ब्रेकरमा पेनाल्टी सुटआउटमा जाँदैछ र यो पेनाल्टी सुटआउट वाइवाई तेस्रो जेपीवाई कपको पहिलो सेमिफाइनल। अब हामी टाई ब्रेकरबाट यसको नतिजा निकाल्नेछौँ। अब पेनाल्टी सुटआउटमा गएको छ यो खेल 1-1 बराबरी। तो बहादुर राणा नायक बन्नेछन् या निशान राणा? दुई राणा ब्रदर्स के गर्नेछ यो पेनाल्टीमा? दर्शकहरू जोडिरहनु भएको छ। तपाईहरु सम्पूर्णलाई हामी स्वागत गर्न चाहन्छौं। अवलोकन गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पहिलो सेमिफाइनल टाई ब्रेकरमा अबको केही छिनमा हामी नतिजा निकाल्ने छौं। र पहिलो पेनाल्टी प्रहार गर्नका लागि युनाइटेड युथ क्लब किरुबारीका लागि एरोन थापा गएका छन्। एरोन
र इजी गोल, त्यहाँ कुनै अवसर दिएनन् गोल रक्षक तोप बहादुर राणाको लागि। युनाइटेड युथ क्लब गिरुबारी पहिलो प्रहार एरोनले लिएका थिए। एरोन थापा छोटे र पछिल्लो समय मफसलमा हुने प्रतियोगिताहरूमा उनको हाई डिमान्ड रहेको छ। पूर्व पश्चिम जता पनि खेल्न भ्याइरहेका छन् उनी। सुजित, निशान राणा के गर्नेछन्? सुजितको प्रहार, सुजित बुढाथोकी र सेभ गरेका छन् निशान। यो पहिलो प्रहार नै सेभ गरेका छन्। हो, अग्रतामा अब अग्रतामा यति बेला युनाइटेड युथ क्लब गिरुबारी 1-1 प्रहार र 1-0 को स्थितिमा। जेबिन लामिछाने, जेबिन र इजी फिनिस गरिदिए जेबिन। हो, यहाँ कुनै अवसर दिएनन् गोल रक्षक तोप बहादुर राणाको लागि। जिम्मेवारी बढेको छ अब। विक्रम गएका छन् अभिषेक चजरजहरका लागि। विक्रम नेपाली बिन्दु अनुरोध गर्न चाहन्छु भने तपाईं स्कोर एलईडी बोर्डमा पनि देख्न सक्नुहुन्छ। अभिषेक चजरजहर, यो दोस्रो प्रहार विक्रम लामा र इजी गोल गरेका छन् विक्रम। र 2-1 को स्थिति। 2-2 प्रहार र 2-1। लक्ष्य थापा युनाइटेड युथ क्लब गिरुबारीका लागि पेनाल्टी प्रहार गर्ने यो तेस्रो पेनाल्टी, यो तेस्रो पेनाल्टी किक प्रहारका लागि। लक्ष्य र अनुप कसले बाजी मार्नेछ? लक्ष्य थापामा गोल गरेका छन्। इजी फिनिस्ड। यो मोबाइलबाट तपाईहरु हामीले लक्ष्य गोल नेपालबाट गरिरहेका छौं। तपाई केही छिनमा golnepal.com बाट तपाईले यो क्लिप निकाल्न सक्नुहुन्छ। तसर्थ र 3 प्रहारमा 3 गोल गरेका छन्। हाम्रा खेलाडीहरु अब यो तेस्रो ल्याएको छ। कृपया हामी तपाईलाई बिन्ती गरिरहेका प्रहार अनिल खड्का, अभिषेक चजरजहरका लागि अनिल इजी फिनिस गरिदिए। निशान कुनै मौका नै पाएनन् उनले। निर्मल बल गएका छन् अब यो चौथो पेनाल्टीका लागि, चौथो प्रहारका लागि। तोप बहादुर सेभ गर्न पर्ने हुन्छ पक्कै पनि। यो चौथो प्रहार सेभ हुनेछ या गोल हुनेछ? दर्शकहरू र सेभ गरेका छन् तोप बहादुर राणा। आफ्नो टिमलाई खेलमा फर्काएका छन्।
र 2-3 को अवस्थामा 2-3 र एक कम प्रहार गरेको छ अनिश परियार। अब प्रहारका लागि यो चौथो प्रहारका लागि अनिश र इजी फिनिश गरिदिए अनिश परियार। निशान कुनै अवसर दिएनन् र 3-3 को बराबरीमा यो खेल। यो पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनिरहेको छ। अनिल युनाइटेड युथ क्लब गिरुबारीका कप्तान गएका छन्। अब अनिल राणा मगर, अनिल युनाइटेड युथ क्लब गिरुबारीका लागि इजी फिनिश। र 4-3 को स्थितिमा युनाइटेड युथ क्लब गिरुबारी अब के गर्नेछ? यो डिसाइडेड पेनाल्टी। आशिष सुनाम गोल गर्नेछन् भने खेल सडन डेथ तर्फ धक्कलिनेछ। निशान राणा सेभ गर्नेछन् भने युनाइटेड युथ क्लब गिरुबारी फाइनल प्रवेश गर्नेछ। लगातार दोस्रो संस्करणमा पनि, यो तेस्रो संस्करणमा पनि। ओ यो क्रस बारमा ठोकेर फर्किएको छ युनाइटेड युथ क्लब गिरुबारी फाइनल प्रवेश गरेको छ। धेरै धेरै बधाई युनाइटेड युथ क्लब गिरुबारी यो तेस्रो संस्करणमा पनि फाइनल प्रवेश गरेको छ। ओ समर्थक माझ खुसियाली छाएको छ। यहाँ समर्थकहरू, एरोन का समर्थकहरू र 4-3 ले तेस्रो जेपीवाईसी कपको फाइनलमा प्रवेश गरेको छ। बधाई छ। अनि भोलि हो यो पेनाल्टी सुटआउट निकै रोमाञ्चक रहन पुग्यो। दुई प्लेयरको गोल सेभ गरेर आफ्नो टिमलाई वाइवाई 2082 को फाइनलमा पुर्याउन सफल गोलकिपर जर्सी नम्बर 26 युनाइटेड युथ क्लब गिरुबारी निशान राणा। बधाई छ गोलकिपर जर्सी नम्बर 26 निशान राणाज्यूलाई। निशान राणाज्यू गोलकिपर युनाइटेड युथ क्लब टाइब्रेकरमा 2 सेभ गरी आफ्नो टिमलाई वाइवाई तेस्रो जेपीवाईसी कपको फाइनलमा पुर्याउन सफल हुनुभएको छ। भने कृपया छिटोभन्दा छिटो आजका गोलकिपरलाई पुरस्कार प्रदान गरिदिनु हुनको लागि प्रमुख अतिथि चापकोट नगरपालिका प्रमुख देवबहादुर फारज्यू, होराइजन डेन्टल प्रोप्राइटर शङ्कर श्रेष्ठज्यू, एक्सटिभ का प्रोप्राइटर गौरव राणाज्यू, मेडलको लागि खेल संयोजक अनिल साईज्यू, खादा उडाइदिनुको लागि अध्यक्ष ज्योतिपुञ्ज युवा क्लब सुन्दर राणाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब हामी आजका म्यान अफ द म्याच हुन सफल गोलकिपर सँग केही कुराकानी गर्नेछौँ। यसपछि हामी आज दुईवटा इन्टरभ्यूलाई जोड्न गइरहेका छौँ। यसपछि हामी टिम कोच, दुवै टिमका टिम कोचसँग
एक्सटिभ गिफ्ट ह्याम्परको लागि एक्सटिभ आधिकारिक विक्रेता गौरव राणाज्यू। अब हामी म्यान अफ द म्याच हुन सफल निशान राणाज्यूसँग फाइनलिस्ट गोलकिपरसँग केही कुराकानी गर्न गइरहेका छौँ। यसपछि हामी दुवै टिमका टिम कोचसँग पनि कुराकानी गर्ने। सर्वप्रथम निशान राणाज्यू तपाईलाई बधाई छ, तपाईको टिमलाई फाइनलमा पुर्याउनु भएको छ। थोरै केही शब्द राखिदिनु, खुसियाली बाँडिदिनुस् हाम्रो दर्शकसँग। थ्याङ्क यू युवा क्लबलाई यस टुर्नामेन्ट राखिदिनु भएकोमा। सर्वप्रथम हाम्रो गिरुबारी क्लबलाई म दिन चाहन्छु जुन मलाई अवसर खेल्न दिनुभयो। अब आजको सेमिफाइनल भाइलिएर नै थियो हाम्रो। अब एकको विरुद्धमा अब ट्राई गरौँ, त्यसको लागि धेरै नै खुसी छु। अन्तिममा तपाईले हाम्रो म्यानेजमेन्ट टिमलाई केही गोलकिपर सेभ र फाइनलमा पुर्याउनु भएको छ, केही शब्द राखिदिनुहोस्, अमूल्य शब्द। म्यानेजमेन्ट टिम कस्तो लाग्यो तपाईलाई? राम्रो लाग्यो। बेस्ट अफ लक, फाइनलमा पनि राम्रो खेल्नुहोस् र हामी च्याम्पियन बनेको हेर्न चाहन्छौँ। धन्यवाद। अब हामी